एक्सर्साइज गर्ने क्रममा यो हल्का लिएको तर एकदम रुगले चाहिँ ग्रस्तै भइरहेछ साथी हो। त्यो अचानक रुगा फ्याट लागेर विचित्र भइरहेछ। अब आज एक दिन बाँकी छ, भोलि त सुरु हुने हो। बिहान 7 बजेदेखि 5 बजीसम्म हुन्छ। त्यो सकेपछि चाहिँ अब घरतिर लाग्ने हो, कामलाई खुल्नु बोकेर। यस्तै छ नेपालमा हुने, राम्रो हुने केही होइन। निर्वाचन गरेर जितायो पठायो, गर्ने केही होइन। यस्तै छ गाउँघरमा। ठुलो आशा राखेर बुढी मान्छेहरूले चाहिँ मत दिएर पठाउँछ, चुनाव सकेपछि फर्केर आउने। चुनाव नसकुन्जेलसम्म यस्तो उस्तो ह्यान त्यान भनेर आउन हरेक कुरो गर्छ। चुनाव सकेपछि फर्केर आउने, यस्तै त छ नि। के हाम्रो ठाउँमा मात्रै त्यस्तो हो? मलाई त सबै ठाउँमा त्यस्तै लाग्यो। यो बाटोहरू हेर्दाखेरि, यो शिक्षाहरू हेर्दा पनि त्यस्तै छ। टिचर हुने ठाउँमा विद्यार्थी छैन, विद्यार्थी हुने ठाउँमा टिचर छैन।